नमस्कार, म जोसा जर्गा मगर। आज म तपाईँहरू सामु मोबम भन्ने विषय लिएर तपाईँहरूको सामु आइसकेका छौँ। जीवनमा कहिलेकाहीँ हामी अड्किन्छौँ, पुराना सम्झना, असफलता वा दुःखमा। तर सत्य के हो भने समय कसैको लागि रोकिन्न। मोबन गर्नु भनेको बिर्सनु मात्र होइन, सिकेर अगाडि बढ्नु। हिजोका गल्तीले आजको बाटो देखाउँछ र आजको सङ्घर्षले भोलिको सफल बनाउँछ। यदि हामी सधैँ पछाडि फर्केर हेरिरह्यौँ भने अगाडि आउने अवसरहरू छुट्छन्। त्यसैले आफूलाई माफ गर्न सिकौँ, अरूलाई पनि छोड्न सिकौँ। जीवन नयाँ अध्ययन सुरु गर्ने मौका, हरेक दिन हरेक क्षण। मुभ अन गर्नु कमजोरी होइन, त्यो त साहस हो, किनकि अगाडि बढ्नका लागि मुटुक बलियो हुनुपर्छ। याद राखौँ, जुन कुरा अगाडि बढ्नका लागि मुटुक बलियो हुनुपर्छ। याद राखौँ, जुन कुरा गइसकेको छ त्यसलाई समातेर बस्दा भविष्य उज्यालो हुँदैन। त्यसैले उठौँ, अगाडि बढौँ र आफ्नो जीवनलाई नयाँ दिशामा लैजाउँ। धन्यवाद। मन पर्यो भने लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। धन्यवाद।